हेलो गाइजहरू, मेरो चाहिँ मोबाइल फुटेर म चाहिँ यहाँ बनाउन लिएर आएको। बनाउने ठाउँमा यो दिदी पो रहेछ नि है। यो दिदीको त नङ्ग्रा देख्दा पनि मलाई त कस्तो भयो क्या, यिनले त के गर्छन् होला, यो नङ्ग्रा हो कि हातमा छुरी हो भन्ने लागिरहेको थियो होइन। अनि यिनले त सोही निकाल्दैछन् त, कति मजाले निकाले कि भाइ। ल हेर त, अनि हेर ल, यिनको त भुँडी पनि कस्तो खालको भुँडी हो, यिनी त पाउनी हो कि क्या हो। अनिखेर त्यहाँबाट अनिखेर होइन, यिनले चाहिँ कसरी निकालिन् मजाले यसरी हड्गनले उहीँ पारेर लापलोप खोल्छिन् यिनले है। खोलिसकेपछि अनिखेर यिनले त मेरो डिस्प्ले हाल्नको लागि तिनले खोल्दैछन्। खोल्दाखेरि अनिखेर मजाले खोल्दैछन्। यत्रो भुँडी छ अगाडि है। अनि म त यो हेर्ने मात्रै मान्छे होला, बनाउने मान्छे अर्कै होला भनेको, यिनी आफैले पो बनाउने रहेछ। अनि यिनी बनाउँदैछन्। अनिखेर यिनले खोलिसकिन्। अब यो सबै खोल्ने रहेछ। म चाहिँ यहाँ बसेर हेरिरहेको छु। अनि यिनले चाहिँ बनाउँदैछन्, सोही बनाउँदैछन्। अनि हामी हेर्दै जाउँ। म चाहिँ यहाँ हेरेर बसिरहेको छु होइन। अनिखेर तपाईँहरू पनि हेरिराख्नुहोस् न कस्तो हुन्छ है। अनिखेर उनले खोल्दैछन्, सबै खोल्दैछन् होइन। के गर्न लागेको, सबै खोलेर सबै पो खोलेछ। अघि मैले ओरिजिनल डिस्प्ले हाल्ने भनेको थिएँ नि त। ओरिजिनल हाल्नको लागि चाहिँ सबै खोल्नुपर्छ क्या। अनि सबै खोल्दैछन् यिनले। अब सरर ब्याट्री निकाल्नको लागि यहाँबाट केमिकल हालेर ब्याट्री पनि निकाल्दैछन् होइन। अब ब्याट्री निकालिसकेपछि मजाले चाहिँ यिनले डिस्प्ले हालिदिन्छन् होला। अलि राम्रोसँग हालिदियो है दिदी भनेको। अब यिनले त यिनले बुझ्दिनन्, नेपाली बुझ्दिनन्। अब इङ्ग्लिसमा भट गर्दै बोल्ने मान्छे है हामीले के। ल्याएर यो होइन, यो डुप्लिकेट हो। ल यो डुप्लिकेट हो, ओरिजिनल हाल न। हेलो, ओरिजिनल हाल क्या, यो डुप्लिकेट हो, यो होइन, यो नहाल। नौ यति त मलाई नि आउँछ। ओरिजिनल लिन गइन् क्या नि। ओरिजिनल ल्याएर चाहिँ अनि हालिदिन्छन् होला नि त, चट्ट लाएर। यस ओरिजिनल यो हाल्ने हो क्या ओरिजिनल भनेको। गुड, भेरी गुड। यिनी त इङ्ग्लिस मात्र बोल्छन् है, हामी त इङ्ग्लिस नेपाली दुइटै बोल्छौँ नि त। अनि यिनका नङ्ग्रा देखेर त मलाई यस्तो, यिनले के गरेको भात खान्छन् होला है। यिनले भात पनि खान्नन् क्या हो। अब सोधौँ भनेदेखि आउँदैन है, इङ्ग्लिसमा सोध्नलाई आउँदैन, अलिअलि मात्र आउने हो। अनि त्यही भएर यिनले टाकटुक बनाउँदैछन्। अनिखेर मजाले फोन रेडी गरेर दिन्छन् होला भन्ने मलाई लागिरहेको छ। साथीहरू, गाइजहरू, ल हेर्नुहोस् त, फोन रेडी भइरहेको छ। मेरो फोन नयाँ हुँदैछ। अब मजाले कोही घुमाएर मजाले बनाउँदैछन् यिनले। खतरा खालको रहेछन्, मेकानिक रहेछन्, डेन्जर मेकानिक रहेछन् यिनी। ल बनाउँदैछन् मजाले मोबाइलहरू। ल अनि अब यिनले रेडी गर्दैछन् मेरो पछाडिको ब्याक प्यानल हालिदिएर चाहिँ नि, पछाडिको कभर। अनि मस्त बनाइदेऊ भनेको थियो, बनाउँदैछन्। वाउ, क्या दामी भयो मोबाइल। ल कस्तो दामी बनायो। धन्यवाद भन्दा पनि थ्याङ्क यू, गुड, भेरी गुड।